अलराइट गाइड, अहिले चाहिँ हामी मुर्गिया छौँ किनभने सानो काम थियो यहाँ मुर्गिया। हामी कामसाम भ्याएर चाहिँ हामी अहिले चाहिँ घर जाँदैछौँ। हाम्रो ड्राइभर चाहिँ यता खान। अहिले चाहिँ हामी मुर्गियाको मुर्गियामा छौँ टक्क लगाएर। सो अहिले चाहिँ हामी घमा खोला पुलमा आइसक्यो। घमा खोला पुलको अवस्था चाहिँ यस्तो छ। साथी चाहिँ वहाँ पुगिसके, यस्तो नागेर जाँदैछौँ। यता बाटो त छ, अब छ। अहिले चाहिँ त्यहाँ गाडी चढिरहेकै छैन, विङ्गर चढे होइन, एम्बुलेन्स पछाडि छ। म देखाउँछु है त। यस्तो भयो घमा खोला पुल चाहिँ, विङ्गरै चढेको थिएन, बल्ल चढ्यो। अहिले चाहिँ बाटो बन्दैछ यहाँ चाहिँ, यताको भत्केर। कारै नचढेर तल झरिरहेछ कार पनि नचढ्ने अवस्था छ। एकदमै गाह्रो रहेको छ यो घमा खोला पुलमा चाहिँ। गाडीहरू माथि चढ्नै सकेको छैन। बाटो चाहिँ बन्दैछ बन्न त, मान्छेहरूको एकदमै भिड छ। हेर्न आउने दर्शकहरूको भिड एकदमै रहेको छ। गाडी चाहिँ नचढेर यस्तो भइरहेको छ। हामीलाई अब हेर्नेलाई मजा आउँछ, त्यहाँ एकदमै डराउनु भयो होला चलाउने मान्छे। गाडी नै चलिरहेको छैन, यस्तो छ अहिले चाहिँ। गाडी आफै तल झरिरहेको छ, चढेको छैन। पछाडिकालाई यहाँ चाहिँ काम गर्ने मान्छेहरू बस्छन्, यो पुल बनाउनेहरू। पुलहरू बाटोहरू बन्दैछ अहिले चाहिँ, त्यही भएर बाटो एकदमै अहिले चाहिँ नाजुक छ। अहिले चाहिँ हामी मौसम चोक छौँ। हामी विद्यानगर आइसक्यो, विद्यानगर आइपुग्यो। अब चाहिँ हामी कलौनी पुग्ने हो। यहाँबाट चाहिँ धेरै छैन, 1.5-2 किलोमिटर होला, त्यति पनि छैन होला भन्छु मैले चाहिँ। अहिले चाहिँ हामी जाँदैछौँ, साइकलमा तेल भर्न जाँदै है। सो साइकलमा तेल भरे चाहिँ हामी हिँडियो। अहिले चाहिँ हामी ठ्याक्क साइकलमा तेल भरेर चाहिँ हामी अब घरतर्फ लाग्दैछौँ। हाम्रो साइकलमा फेरि तेलवाला साइकल हो क्या, हाम्रो जस्तो अरू जस्तो साइकल हुन्न। हाम्रो चाहिँ तेल, हाम्रो राइडर गाडी गुटी चलाएर ल एकदम दामी कमदार। अब यो हाइवेमा पनि ड्राइभरले सपोर्ट यस्तै गर्नुहुन्छ। अब देखेर विज्ञान भन्नुहुन्छ, यस्तो गरेपछि मोटिभेट हुन्छ के मोटिभेट हुन्छ भने अझै भ्लग बनाऊँ, मान्छेले चिन्दै जान्छ भन्ने चाहिँ हुन्छ। यता गाडी आयो है, गाडी आयो। ल मैले चाहिँ देखाएँ, जे होस् म भिडियो काटेर हाल्दिनँ। झुन्डी किन हो त्यहाँ बसमा झुन्डिने बहिनी त। So guys, we are arrived our destination. For watching, bye.